Spring sales is here guys. वालको स्टेनलेस स्टील स्मार्ट टोस्टर आइसकेको छ मसँग चाहिँ। यसमा चाहिँ हजुरहरुले 2 या 4 स्लाइस वाला टच स्क्रिन वाला पाउनुहुन्छ हैन। मैले चाहिँ यो 4 स्लाइस वाला लिएको किनभने चारवटा भयो भने चाहिँ अलिकति सजिलो पनि हुन्छ। एकैचोटी चारवटा बन्छ, खाना पनि एकैचोटी दुवै जनाको लागि बन्ने भयो नि त हैन। अनि त्यसैले चाहिँ मैले ट्वाक्कसँगले यसरी जोडे। अनि त्यसपछि ल देख्न सक्नुहुन्छ यहाँ डिफरेन्ट टाइप्सको ब्रेडहरु हाल्न मिल्छ। मसँग चाहिँ यो बेगल र अनि सारालीको ब्रेड छ। म चाहिँ यो टोस्ट गरेर हजुरहरुलाई देखाउँछु है त। ल हेर्नुस् त यसरी हाल्ने है। मैले चाहिँ दुईटा मात्र हाले, म एकजना मात्र खाने भएर। अनि त्यसपछि यहाँ अप्सन्सहरु डिफरेन्ट छ। हजुरहरुलाई कुन चाहिँ राख्ने, व्हाइट राख्ने कि बेगल राख्ने कि कुन चाहिँ अप्सन्स राख्ने। मैले चाहिँ व्हाइट राखे। अनि त्यसपछि यो अर्को अप्सन चाहिँ यो कतिको टोस्ट गर्ने, एकदमै ब्ल्याक गर्ने कि हल्का ठिक्कको गर्ने चाहिँ मैले चाहिँ यो हल्का ठिक्कको नै गरे। अनि त्यसपछि देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ 2 मिनेट देखाएको छ, तर विदिन 30 सेकेन्डमा चाहिँ कस्तो मजाले टोस्ट भएर यसरी निस्किन्छ गाइस, हेर्न सक्नुहुन्छ। अनि मैले अलिकति अझै बढी टोस्ट गरेर फेरि हाले भित्र है। अनि फेरि निस्कियो। यतिकोमा चाहिँ मेरो ब्रेड रेडी भयो। हजुरहरुलाई चाहिरहेको छ भने चाहिँ किन्नु होला। अहिले चाहिँ एकदमै सस्तो प्राइसमा छ। पहिला 85 थियो भने अहिले घटाएर ओरेन्ज कार्डमा क्लिक गरेर डिटेल्स चेक गर्नु होला है त। थ्यांक यू सो मच फर वाचिङ।